प्रत्यक्ष भेटघाट हुँदाखेरि तपाईँहरूलाई भन्दा कलाकारलाई चाहिँ अझ दुई दिन मलाई बढी खुसी पनि लाग्छ र यो भेटघाट गराइदिएकोमा म सम्पूर्ण टिम एनआरएनका टिम र विशेष गरी यो ओसाका भएको ओसाका प्रतिनिधिहरू चाहिँ शङ्करजी हाम्रो भीमजी हुनुहुन्छ यहाँ बस्ने जीवन अगाडि बस्नु भएको छ दिलीपजीले केही कुराहरू राखिने आउनुभयो उहाँहरू सबैलाई धन्यवाद दिन्छु किनकि उहाँहरूको प्रयासले नै हाम्रो चाहिँ प्रत्यक्ष भेटघाट भएको छ मैले भनिरहनु पर्दैन नि जापानमा मात्रै होइन संसारभरि अहिले पछिल्लो हाम्रो भनौँ न हाम्रो लेख्ने हिसाबले चाहिँ पछिल्लो 15-20-25 वर्ष यता नेपाली समुदायहरू चाहिँ संसारभरि छरिनु भएको छ यसमा जापान पनि अछुत छैन तर संसारभरि छरिँदाखेरि एउटा राम्रो पक्ष चाहिँ नि कम्युनिटी हरेक राष्ट्रमा एउटा उल्लेखनीय सङ्ख्यामा वृद्धि भएर जाँदो रहेछ र कम्युनिटी बृहत हुँदाखेरि चाहिँ नेपालीहरूको उपस्थिति नेपालीहरूको एक आपसको भेट एक आपसको सम्पर्कता चाहिँ बढाउँदो पनि रहेछ र साथसाथमा फेरि कम्युनिटी ठुलो भएको कारणले नै गर्दाखेरि विभिन्न किसिमको मतभेद विभिन्न किसिमको विभाजन पनि आउँदो रहेछ त्यो चाहिँ नि दुःखद पक्ष हो किनकि अहिले जुनै राष्ट्रमा भए तापनि नेपालीहरू जत्रोसुकै सङ्ख्यामा भए तापनि सङ्ख्या ठुलो हुँदै गइसकेपछि अझ एकबद्धता र एकीकृत हुन चाहिँ अत्यन्त जरुरी छ किनकि नेपाली कम्युनिटी तपाईँहरू सबै युनाइटेड हुनुभयो एकबद्धता हुनुभयो र आफ्नो छविलाई चाहिँ सन्तुलित हिसाबबाट परिचालन गर्नुभयो भने यहाँले खालि आफ्नो कम्युनिटी आफ्नो मात्रै प्रतिनिधि गर्नुहुन्न नेपाली समाज नेपाली राष्ट्र